वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज हजुरहरूलाई नौमुलेको एकदमै राम्रो ठाउँमा लान गइरहेको छु। जुन ठाउँ चाहिँ हाम्रो नौमुलेको एउटा ऐतिहासिक ठाउँ हो। त्यो ठाउँ चाहिँ हाम्रो नौमुल भन्ने ठाउँमा हामी जाँदैछौँ। हामी चाहिँ अब हाम्रो मेन बजारदेखि अनि हाम्रो यात्रा सुरु भइसकेको छ। अब चाहिँ हामी हाम्रो हाई स्कुल पछाडि आइसकेका छौँ। अब यहाँदेखि सायद 3 मिनटमा हामी चाहिँ हाम्रो नौमुल भन्ने ठाउँमा पुग्छौँ सायद। ल अब चाहिँ हाम्रो नौमुल भन्ने ठाउँ नजिकै अनि आइसकेका छौँ। कस्तो रहेछ हजुरहरूलाई आज यस्तो क्लियरसँग म देखाउने छु। के छ अवस्था यहाँको? ल ताला लागेको रहेछ। हाम्रो नौमुल चाहिँ यो नै हो, तर यहाँ आज ताला लाएर मरेछन् है। आज चाहिँ हाम्रो नौमुलमा अनि ताला लागिसकेको रहेछ, त्यही भएर हामीले हजुरहरूलाई भित्रै गएर चाहिँ देखाउन नसक्ने अवस्था छ अहिले यहाँको। तर यहाँको ठाउँहरू एकदमै राम्रो छ। यहाँ मन्दिर पनि छ चट्ट परेको। चाहिँ यहाँ नौमुलमा धाराहरू पनि एकदमै प्रशस्त छ र यहाँ 24 घन्टा पानी बगिरहँदो रहेछ। अनि यहाँ जालीहरूले अनि बारहरू लगाएर एकदमै ठाउँलाई चाहिँ सेभ गरिएको छ। यहाँ कुनै दिन पहिला माछाहरू पाइन्थ्यो हाम्रो पालामा, आजकल त त्यस्तो केही पनि रहेनछ। त्यस्तो बुढो त होइन, माछा छ होला सायद अहिले पनि, अहिले चाहिँ हेर्न मिलिरहेको छैन। यता हाम्रो पुरानो बजार पनि अलिअलि देखिन्छ है। अनि हाम्रो नजिक अनि यता एउटा भाइ पनि छ र इसको कहीं देखा यता पछाडि चाहिँ हाम्रो स्कुल, हाई स्कुल। म चाहिँ 10 क्लासमा पढेको स्कुल। यहाँको स्कुल पनि एकदमै क्लियर देखिएको छ। ओके साथीहरू, नौमुल चाहिँ हाम्रो यो नै हो। यहाँ चाहिँ हाम्रो ताला लगाएर आज मैले हजुरहरूलाई सबै कुराहरू देखाउन सकिनँ, यसको लागि म सरी भन्न चाहन्छु। र अरू दिन सायद म हजुरहरूलाई देखाउनेछु। अब चाहिँ बिदा हुन्छु, अर्को भिडियोमा भेट्नुपर्छ। बाई।